एभ्रिवन, म चाहिँ आज च्याउको अचार बनाउन गइराखेको छु र मैले चाहिँ च्याउलाई राम्रोसँग पखालेर अनि घाममा सुकाएर अनि पानी तारेर त्यसलाई चाहिँ फ्राई गर्न गइराखेको छु। यसलाई चाहिँ रातो हुनसम्म फ्राई गर्नुपर्छ। यो चाहिँ हजुरले चाहिँ डी अथवा हाई हिटमा पनि हजुरले बनाउन सक्नुहुनेछ। यसले हजुरले चाहिँ आवश्यकता अनुसार कति चाहिन्छ त्यो अनुसार हजुरले चाहिँ बनाउन सक्नुहुनेछ। यसको स्वाद अत्यन्तै मिठो लाग्छ मलाई। मैले चाहिँ यहाँनिर लसुन अनि चाहिँ अदुवा, हरियो खुर्सानी लिएको छु अनि त्यसपछि मसला अनि तिमोर राखेर चाहिँ यसलाई रातो हुनसम्म भुटेको छु। अनि त्यसपछि हजुरले चाहिँ तेलमा मेथी हैन बेसारलाई चाहिँ फ्राई गर्न सक्नुहुनेछ। यसको बास्ना चाहिँ एकदम राम्रो लाग्छ मलाई चाहिँ। र हजुरले चाहिँ आवश्यकता अनुसार हैन यो चाहिँ मटर पनि लिन सक्नुहुनेछ। मेरो चाहिँ एकदम मिक्स गेडागुडी चाहिँ एकदम मन पर्ने भएको कारणले चाहिँ मैले चाहिँ यहाँनिर मटरलाई चाहिँ हल्का बोइल गरेर अनि त्यसपछि मिक्स गरेको छु। अनि पेस्टहरू चाहिँ यसरी मोल्ने र एउटा डिब्बामा चाहिँ पानी पर्नु हुँदैन। पानी पर्यो भने यो चाहिँ बिग्रिने सम्भावना बढी हुन्छ। त्यसकारणले चाहिँ सुक्खा राख्नुपर्छ। यसलाई चाहिँ राम्रोसँग बिर्को लगाएर 2-3 दिनसम्म घाममा सुकाउनु पर्छ अनि त्यसपछि प्रयोग गर्न सकिन्छ।